केटीहरूको गतिलो छैन चाला कि के हो साथी हो यी केटीहरूको गतिलो छैन चाला कोदो रोप्न नजान्नेले अहिले फेरि मेरो हातको चड्कन खाला यी केटीहरूको गतिलो छैन चाला कोदो रोप्न नजान्नेले अहिले फेरि मेरो हातको चड्कन खाला एक्लै मेलो पुर्याउँ भनेको यो झारले पनि के विधि डिस्टर्ब गरेको मासाला हेर ताल ठुक्का रोपेको तेर सिसाको कोदोको बिउ राम्रोसँग थिच्न ठाडा पारेर रोप्न नजाने तेरो डुना यो ढुङ्गाले बरु कुचक्क किच्न तेर सिसाको कोदोको बिउ राम्रोसँग थिच्न ठाडा पारेर रोप्न नजाने तेरो डुना यो ढुङ्गाले किच्न हैन ठिक्क पो खानुपर्छ त ज्यानले ठेक्न नसक्ने गरी किन पर घिच्न माछा मर्न पनि हान्न जान्नुपर्छ जाल माछा मर्न पनि हान्न जान्नुपर्छ जाल टन्न जाल राख्ने हो कोदाको यो साल मलाई सम्झाउने मुहासम्म आउने गरी खाने तिम्रो मुलालाई छिटो कोदो रोपाओ ल्याइदिएको छु बिउ छिटो रोपाओ ल्याइदिएको छु बिउ कति धोक्न सकेको थेक्न नसकिने गरी जिउ छिटो कोदो रोपाओ ल्याइदिएको छु बिउ कति धोक्न सकेको थेक्न नसकिने गरी जिउ यी नखरमाउली जडिनेहरूलाई ए साथी हो कालामा लगाएर गुन्टाइदिउँ यस्तो भन्न मिल्दैन हो भनेको होइन मलाई नि लाग्यो क्या हो यार देख्छु त खाल्टा होइन मलाई नि लाग्यो क्या हो यार देख्छु त खाल्टा वा खन्ने मुलाहरू राम्रोसँग माटो पल्टा होइन मलाई नि लाग्यो क्या हो यार देख्छु त खाल्टा वा खन्ने मुलाहरू राम्रोसँग माटो पल्टा साला को चाहिँ कालाबाट झाडिदिन्छु भन्ने उतै पुलामी साला को चाहिँ कालाबाट झाडिदिन्छु भन्ने मुसँग लिएर बोलाइ जाँठ्यो अहिले तेरो फेरि उखालिदिउँला नि जगल्टा सही कुरा राख्नु हुँदैन मेलोमा नबस्ने भए पर जाओ पर जाओ रिस लागेको भए तिमीहरू पनि खाऊ मेलोमा नबस्ने भए पर जाओ रिस लागेको भए तिमीहरू पनि खाऊ कुम जोड्दै कान फुक्दै धेरै मलाई नहेपाऊ थुतुना धेरै नचला खुरुक्क कोदो रोपाओ घिच्नीले पनि अलि लिमिटमा खाओ थुतुना धेरै नचला खुरुक्क कोदो रोपाओ घिच्नीले पनि अलि लिमिटमा खाओ मेलो त सरेकै छैन हल्लिने जति खुरुक्क घरतिर जाओ छिटो घर जा बिडी खान मन लागेर खोज्न गएको थिएँ सालाई बिडी खान मन लागेर खोज्न गएको थिएँ सालाई जात नखाने मुलाहरू चुप लागेर बस्दा नै हुन्छ
जात नखाने मुलाहरू चुप लागेर बस्दा नै हुन्छ भलै होइन यो जमिन पनि लर 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 भएको देख्छु त होइन यो जमिन पनि लर 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 भएको देख्छु त लड्न लागिसक्यो सामान हो मलाई आफू त पर्यो बाहुनी जाडको बास्ना परैबाट थाहा हुने आफू त पर्यो बाहुनी जाडको बास्ना परैबाट थाहा हुने यिनीहरूलाई आज खाजामा जाड धेर भएछ यिनीहरूलाई आज खाजामा जाड धेर भएछ मुन्टे जोतिनी गरी त नखा बाहुनी हामीलाई लागेको थिएन हातमा ब्याड सकिसक्यो खोइ यता लेन खाना त हामीले नि खाएको थियो हामीलाई लागेको थिएन इजार गाठो पर्यो होला इजार गाठो पर्यो होला ओइ रित्ता सुनारलाई छोड्दैन खाएर कोदो पनि रोपेका छन् गनी गनी खाएर कोदो पनि रोपेका छन् गनी गनी यिनीहरूको चालादेखि छक्क छु नि मनी खाएर कोदो पनि रोपेका छन् गनी गनी यिनीहरूको चालादेखि छक्क छु नि मनी थाहा छ त सबैलाई जाँड रक्सी स्वास्थ्यको लागि हानिकारक छ नि अनुरोध छ सबैलाई झर्को नमानी अनुरोध छ सबैलाई झर्को नमानी गल्ती कसैले नगर्नु जानी जानी सबैलाई झर्को नमानी गल्ती कसैले नगर्नु जानी जानी समाज र स्वास्थ्यका लागि हानिकारक छ जाँड खाने बानी आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू यति बेला यो भिडियो जहाँ अनि जुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैलाई हार्दिक नमस्कार एकचोटि सबैजना साथीहरू यता नजिक अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र विशेष गरी नमुना कला सङ्ग्रहालय कलाघर निर्माण सँगसँगै हामी यति बेला चाहिँ निरन्तर रूपमा काम कर्ममा खटिरहने क्रममा चाहिँ यो कलाघरसँगै जोडिएको जमिन हो यो जमिनमा भाडामा लिएर चाहिँ हामीले यता भट्टाभट कोदो रोप्दैछौँ कोदो लगभग धेरै रोपिसकेका छौँ कोदो रोप्दै रमाइलो गर्दै नियमित भिडियोहरू पनि यहाँहरू माझमा प्रस्तुत गरिरहेका छौँ सम्झना आले बिउ पुगो यता सम्झना आले मगर हुनुहुन्छ क्रमशः आज अलिकति रमाइलो भयो हिजोको दिनमा हामीले अन्य विभिन्न प्रसङ्ग बसका कुराहरू लिएर यहाँहरू माझमा चाहिँ उपस्थित भएका थियौँ जहाँ मध्ये चाहिँ विभिन्न कुरा काट्ने कुराहरू पनि लिएका थियौँ भने सँगसँगै आज चाहिँ खाजा खाइसके पछाडिको यो रमाइलो प्रस्तुतिलाई जोडौँ भन्ने कुरा भयो अनि खाजा खाइसके पछाडि चाहिँ के खाजा भन्दाखेरि चाहिँ हिजो अस्ति चाउचाउको कुरा पनि आए चुराका कुरा अड्केका कुरा पनि आए अनि आज चाहिँ अलिकति लाग्नेका कुराहरू गरौँ न भन्ने खालको हिसाबले चाहिँ हामी आयौँ आज लगभग जाँड विशेष गरी स्वास्थ्यको लागि जाँड रक्सी हानिकारक पनि छ जाँड खाएको एक्टिङ गर्ने भूमिकामा को हुनुहुन्थ्यो यतापट्टि एक लाइन बस्दिनु होला
जाँड खाने साथीहरू त के हो, अरू साथीहरू सबैले खाए कि अब उहाँहरू चाहिँ साँच्चै नै जाँड खानु हुन्न र त्यसै गरी यता अन्य साथीहरू हुनुहुन्थ्यो। क्रमशः हामी साथीहरूको परिचयतर्फ पनि लाग्छौँ। सर्वप्रथम यता हाम्रो सञ्चिता थापा मगर, त्यस्तै गरी पवित्र रम्तेल, अनि रिता थिङ, अनि त्यस्तै गरी पारु थापा मगर, अञ्जना भुजेल, आयुषा, मलाई क्यामेरा खिच्नलाई पो जान लाग्यो क्या, आयुषा भुजेल, त्यस्तै गरी सिर्जना गोले तामाङ, पार्वती थापा मगर, लक्ष्मी लोहनी, गङ्गा ठटाल, निरुता लामा, अञ्जना सिग्देल, रुबिना पुलामी, अनि त्यस्तै गरी हाम्रो समृद्धि दियाले हुनुहुन्थ्यो। अब यता लगभग यो कलाघरको पहिलोचोटि चाहिँ यसरी चाहिँ जाँड खाएको चाहिँ नाटक यहाँहरूले गर्नुभयो। हुन त हामी विभिन्न सडक नाटकहरू प्रस्तुत गर्ने क्रममा विभिन्न रोलहरू पनि प्रस्तुत गरिरहेका हुन्छौँ। आज यो रोल प्रस्तुत गर्दाखेरि कस्तो महसुस भयो यता सञ्चिताबाट? मलाई एकदमै रमाइलो महसुस भयो किनकि मैले फर्स्ट टाइम यस्तो एक्टिङ गरेको। कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। हामीले यस्तो मुक्तक मुक्काको भिडियोहरू नियमित रूपमा कलाघर युट्युब च्यानलमा हालिरहेका छौँ। कस्तो लाग्छ हजुरहरूले सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुभयो भने हामीलाई अझै। तपाईँ मेलोमा यता झार पनि गर्दै हुनुहुन्थ्यो, के यो झारले डिस्टर्बै गरेको थियो? अब त्यस्तै भनौँ। यता पवित्र रम्तेल उहाँ चाहिँ एकदम भित्रतिर गएर चाहिँ यता खाटो माटो पल्टा तेरा उखालिदिन्छु जगल्टा भन्दै हुनुहुन्थ्यो। के छ खाल्टा खुल्टीले अलिकति के छ डिस्टर्ब गर्यो? सबैजनालाई नमस्कार। विशेष चाहिँ यो एउटा रमाइलोको लागि मात्रै हो। अनि अब अभिनयमा चाहिँ हो यो अहिले जे कुरा भनेको थियो अघिको त्यो फेरि उसमा भनिदिनु होला, अघि खाएकोमै भनिदिनु होला हेर्नुहुने दर्शकहरूलाई। होइन मलाई नि लाग्यो कि अब यार देख्छु त खाल्टा, होइन मलाई नि लाग्यो कि अब यार देख्छु त खाल्टा, ओ खन्ने मुलाहरू राम्रोसँग माटो पल्ट, होइन मलाई नि लाग्यो कि अब यार देख्छु त खाल्टा, ओ खन्ने मुलाहरू राम्रोसँग माटो पल्ट, साला कसलाई झारिदिने अरे कान्लाबाट, साला कसलाई झार्ने अरे कान्लाबाट, विचार गरेर बोले झाँटीवाले फेरि उखाल्दिउँला नि जगल्टा। सबैलाई धेरै धेरै धन्यवाद। अनि अर्को कुरा चाहिँ यो 60 भने चाहिँ के हो? यो 60 हो के भन्नु? अनि यो जाँठी भन्ने चाहिँ कस्तो हुन्छ भने यो चाहिँ यो अब गाउँघरतिर यही जाँड खाँदै निस्किने खालका शब्दहरू होला नि। अनि अब हामीले कोदो रोपेर यस्तो भिडियो गर्दाखेरि चाहिँ कोदो रोप्दाखेरि चाहिँ जाँडै बनाउनु पर्छ, रक्सी नै बनाएर खानुपर्ने रहेछ क्या अरे भन्ने यस्तो खालको नि सोच्नु होला। तर यो रमाइलोको लागि मात्रै हो। हामीले कोदो गाउँघरतिर लगाइने एउटा खानको लागि एकदमै पोसिलो खानेकुरा भनेर नि चिन्न सकिन्छ र यो चाहिँ रमाइलोको लागि मात्रै हो। अनि सबैजनालाई अब यो कोदो फलिसकेपछि चाहिँ एकचोटि विचार चाहिँ गरिन्छ। हुन्छ हुन्छ धन्यवाद। अब त अलिक धेरै खानु हुँदो रहेछ, अलिक कम खानु होला है त। रिता थिङ लास्ट अफ सबैलाई नमस्कार सम्पूर्णमा। हामीले अब अहिले यो जे भन्न खोजेको कुरा छ त्यो चाहिँ खाएको जस्तो तरिकाले भन्नु। सम्पूर्णलाई मेरो साथी, मेरो मुटु, मेरो प्राण छौटुनी जसले हेर्नु भएको छ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छ छैन सकर फाइभ गर्नु होला। र आजको यो भिडियो चाहिँ एकदम राम्रो उत्कृष्ट छ। अर्को कुरो हामीले जाँड मात्र खाँदैनौँ, हामी अर्को छ्याङ पनि खान्छौँ। यो कोबाट चाहिँ अब जाँड बनाएर रक्सी बनायो भनेर कसैले रिस गर्न पाएन। कसैको अब संस्कृति हुन्छ ठेक्का संस्कृति धेरै भनेर विकृति गर्न पाएन। हामी आदिवासी जनजाति हौँ, जनजाति कोही होइन। धन्यवाद धन्यवाद। अनि अर्को कुरो रोटी पनि खान्छौँ। कलाकार घुम्न आउनुले एउटा अभिनय गर्न सक्यो सकिएन मूल्याङ्कन गर्नु होला, कोसिस हो। हस्त धन्यवाद। मेरो सुरुवालको इँजाले खुस्किएन, म प्रयासमा छु। तपाईँको के खुस्क्यो? तपाईँ रुखमा चढ्नु भएको थियो खास के हो? कोदोको मेलो सारा खनाको बटा पुगेको
होइन त्यो जर्खाको तालमा बुटमा चढ्न पुगेछु। तपाईँको आमाले यो भिडियो हेर्दै हुनुहुन्छ र के भन्नुहुन्छ आफ्नो आमालाई? छोरी कला घरमा राम्रो कला देखेर भिडियोको लागि मात्रै रमाइलो। ए ल यता आयुष के छ तपाईँको हात त ढुङ्गाले कित्ने पनि भएको छ। सर्वप्रथम त सम्पूर्ण दर्शकहरू हो यही कुरालाई अघि खाएको जसरी भन्नु त मलाई चाहिँ खासै एक्टिङ गर्न आउँदैन अनि खाएको एक्टिङ मात्रै गर्न आउँछ। फर्स्ट टाइम एक्टिङ गरेको मेरो चाहिँ यस्तो हालत भयो अनि कोही साथीले ढुङ्गाले नि खिच्यो यता खिच्यो छैन सिर्जना हजुर नमस्ते के छ सलाई भेट्नु भएन? हो चाहिँ कालामा अड्की बस्नु भएको सलाई भेटेन छैन। छैन है भेटिएन गाह्रो भयो। सलाई ल एकचोटि यता साथीहरूलाई जाँड खाने साथीहरू मात्रै फ्रेममा हुन् त ल एकचोटि तपाईँहरूले 1 मिनटसम्म नन स्टप क्यामेरामा हेरेर हाँस्नु पऱ्यो है त जाँड खाएको फिलिङ्समा। रेडी यता साथीहरूले काउन्ट डाउन 1 2 3 भनिदिनु त। बस धन्यवाद 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 धन्यवाद। यो चाहिँ किन हाँस्न लगाएको भन्ने कुरा चाहिँ खान्छ कि खाँदैन भन्ने कुरा चाहिँ यो अब हाँसोबाट प्रमाणित पनि हुन्छ। पार्वती के छ मेलो कति अगाडि बढो? बढेन नि सबै जाँड खाएर लड्ने कसरी बढ्नु ल यता यता लक्ष्मी हजुर के जाँड खानु स्वास्थ्यको लागि एकदम फाइदाजनक भन्दै हुनु त के हो? हजुर अघि नै मैले चाहिँ हाम्रो जडिया दिदीहरूलाई सल्लाह सुझाव दिएँ कि बुझिसक्नु भयो होला यति नै। सुझाव दिनुहुन्छ उहाँले नै घाम पर्ने रिता गङ्गा ठटाल साथीहरूलाई एकदम कराउँदै हुनुहुन्थ्यो के हो? अनि अब सबै लडेर बस्ने कोदो मिलै सरेन हो? ए कोही रुखा चढ्ने मेरो त के छ अरू साथीहरूको खाएको खा देख्दा खाउँ मन कतिको लाग्यो? मन त लागेको छैन तर जातले चाहिँ पाएको भनेपछि यसो योभन्दा अगाडि 2 4 चोटि खाएको सम्झना भयो आज? अहिलेसम्म खाएको चाहिँ छैन। ए बासना पुरै नाकैबाट थाहा हुने आफू त परे बाहुनी भन्दै हुनुहुन्थ्यो। म चाहिँ बाहुनी हो म चाहिँ खाँदिनँ त्यही भएर साथीहरूको गन्धले मलाई यहाँ बसिनु साथीहरूले डुबाए रोएर हजुर के छ बिउ गोड्दा गोड्दै अलिकति गाह्रो पर्यो कि क्या हो? के भन्नुहुन्छ केही पनि भन्न चाहन्न म चाहिँ। धर्मिला नमस्ते। अब यो जाँड रक्सी भनेको स्वास्थ्यको लागि हानिकारक हुन्छ तपाईँले यो जाँडे खाएर जीवन बनाउनु भएको त होइन। जाँड खाएर होइन अब कोदोबाट बन्ने अब रोटी ढेँडो खाएर चाहिँ हो भन्नुपर्छ। बस सम्झना ठुलो छोरीले बोला त त्यहाँबाट के छ बिउ उखालिसक्यौ? तँ को पछाडि कुद्ने तँ कुखुरा चोर्न कुद्ने को? करुणा ल आदरणीय दर्शक महानुभावहरू यो यहाँहरूले